सुनबर्सी महारास्थान रतमै 5 मोरङ सुनबर्सी मेला लाग्ने यो परिसर सुनबर्सी पोखरी र सुनबर्सी महारास्थानको यो परिसरको दृश्यहरू म तपाईलाई देखाउँदैछु। नयाँ वर्षको अवसरमा अर्थात् भोलि वैशाख 1 गते यहाँ मेला लाग्ने गर्छ र मेलाका लागि व्यापारीहरूले आफ्नो तयारी गर्दै हुनुहुन्छ। देख्न सकिन्छ यहाँ फुल घडा बनाउँदै हुनुहुन्छ। यो घडा पोखरीमा चढाउने सिस्टम छ र खोलामा पनि चढाउने सिस्टम छ, आफ्नो मनोकामना पूरा होस् भन्ने उद्देश्यका लागि। र यहाँ देखिन्छ जेरी बनाउन पनि धमाधम छ व्यापारीहरूलाई। र टाढाबाट आउनुहुने व्यापारीहरू यसरी आफ्नो सिट सुरक्षित गर्दै, आफ्नो स्टल सुरक्षित गर्दै, आफ्नो ठाउँ सुरक्षित गर्दै आफ्नो व्यापारलाई विस्तार गर्दै हुनुहुन्छ भने यहाँ आफ्नो ठाउँका लागि केही व्यापारीहरू बीच विवाद पनि भएको हामीले देख्यौँ। र यहाँ व्यापारीहरू थोरै सामान्य विवादमा हुनुहुन्छ। र पोखरीको पानी एकदम निर्मल देखिएको छ, एकदम क्लियर देखिएको छ। र यतापट्टि जेरीको लाइन र यहाँ देख्न सक्नुहुन्छ रोटेपिङ पनि एकदमै ठुलो रोटेपिङ छ। कतिवटा डिब्बा रहेछन्, गनेर कमेन्ट गरिदिनु होला तपाईँहरूले रोटेपिङ जसलाई मनपर्छ। र यहाँ साना बालबालिकाहरू खेल्नका लागि यो उफ्रिने ठाउँ र यो रेलले यतापट्टि जोड्दै हुनुहुन्थ्यो। एकदमै धमाधम प्राविधिकहरू यसको जोड्दै हुनुहुन्थ्यो भने यता जेरी पकाउन पनि धमाधम छ, पिठोको तयारी गर्दै हुनुहुन्छ। र यो पेडाहरू अनि जेरी निम्की पकाएर पनि राख्नुभएको छ व्यापारीहरूले। र यसपालि यो मिठाई आइटम जेरी पेडा लड्डु लगायतका सायदै सबै कुरा 300 रुपियाँ केजी भनेर व्यापारीहरूले भन्दै हुनुहुन्थ्यो। र यो भोलिका लागि भोलि भ्याइँदैन भनेर पकाउँदै हुनुहुन्छ। सम्भवतः रातभरि नै यो जेरीहरू पकाउने क्रम हुन्छ। बिहानैदेखि एकदमै धेरै पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। सँगसँगै भक्तजनहरूको पनि यहाँ ठुलै भिडभाड हुन्छ। आफ्नो भाकल पुरा गर्नका लागि, भाकल माग्नका लागि र पुरा भएका भाकलहरूका लागि यहाँ कुखुरा होला परेवा चढाउनका लागि पनि आउनुहुन्छ। बोका पाठी लगायत पनि लिएर आउनुहुन्छ जस्तो लाग्छ मलाई। र यो मन्दिर परिसरको दृश्य सुनबर्सी महारास्थानको यो मुख्य थान भएको ठाउँ। यहाँ बिहानै भक्तजनहरूको पूजापाठका लागि एकदमै घुइँचो लाग्ने गर्छ। तपाईँहरू टाढा भएर सुनबर्सी मेला आउन नसक्नेहरूका लागि र नजिकै भएर पनि भोलि के छ भनेर थाहा पाउनका लागि मैले यो सामग्री तयार बनाइरहेको छु। र यता अगाडिपट्टि हात्ती र घोडाको प्रतिमा, यो मन्दिरको उत्तर फर्किएका दुईटा प्रतिमा पनि यहाँ हामीले देखेका छौँ। र यो ब्लग ओछ्याएपछि एकदमै सुन्दर आकर्षक देखिएको छ पोखरीको परिसर। र सँगसँगै पोखरीका छेउमा यो परिसरको बाहिरपट्टि वालहरू पनि लगाइएको छ। र यो बक्रा खोलामाथि रहेको झोलुङ्गे पुलको दृश्य पनि म तपाईँलाई देखाउँदैछु। र झोलुङ्गे पुलबाट दक्षिणपट्टि देखिएको यो दृश्य एकदमै हरियो जङ्गल देखिरहेको छ। र भोलि वैशाख 1 गते लाग्ने सुनबर्सी मेलाका लागि सबैजनालाई निम्ता गरेँ मैले। र भोलि के हुन्छ, कस्ता कुराहरू छन् भनेर पनि मैले छोटो जानकारीको रूपमा यहाँ प्रस्तुत गरेको हुँ।